हेलो नमस्ते सबैजनालाई फेरि पनि मेरो भिडियोमा स्वागत छ है। अनि अहिले चाहिँ थाके पनि अहिले चाहिँ हेर्नुहोस् न वेदर म चाहिँ उता जाँदैछ हामी चाहिँ अम्बेक बिहामा है मामाको छोरीको बिहामा जाँदैछ। अन्त म चाहिँ अहिले अलिक ठिक भयो। यहाँ अगाडि चाहिँ दादा हुनुहुन्छ आप्पा र मम्मी चाहिँ गाडीमा निस्किनु भयो। मैले चाहिँ घरबाट भिडियो स्टार्टै गर्नु पाइनँ नि त। अन्त चाहिँ बाटोमा आएर स्टार्ट गर्दैछु। पुरा थाक्यो साथीहरू उकालो हिँड्नुपर्छ अलिकति छ तर पनि सबैजना जानुहुँदैछ। आमाहरू पनि अगाडि पुगिसक्नु आँट्नु भयो अरे अहिले उतै भेट्ने छु मम्मी आमाहरूलाई पनि। अहिले बाटोमा पुगेर भेटौँ ल। साथीहरू हामी चाहिँ अहिले यहाँ तामु होटेलको अगाडि आइपुग्यो है। अनि मम्मीहरू चाहिँ वासरुम जानुभएको छ। अन्त म चाहिँ गएन, म चाहिँ गाडीमै छु है। अनि एउटा कुरा मैले चाहिँ अस्ति पुराणमा जाँदा पनि यही लगाएको थियो अन्त आज पनि यही लगाएको छु। किन लगाएको भने चाहिँ वेदर एकदमै बिग्रेको थियो है। अन्त मैले चाहिँ साडी लगाएको थिएँ नि त। अन्त साडी पुरा फालेर भयो। अन्त चाहिँ आज पनि मैले चाहिँ यही लगाएको छु सेम छ है। अन्त मम्मीहरू चाहिँ वासरुमहरू जानुभएको छ, आमाहरू चाहिँ तल पर्खिराख्नु भएको छ अरे। अन्त यहाँदेखिको उता चाहिँ माथिसम्म चाहिँ यति बेसी फकी लागिरहेको थियो है। म भिडियो गरौँ भनेको थिएँ तपाईँहरूलाई देखाउनुको लागि, तर एकदम वेदरै खराब थियो है। अन्त अहिले चाहिँ यहाँनिर आइपुग्दाखेरि चाहिँ राम्रो भइरहेको छ, वेदर घाम लागिरहेको छ। अन्त चाहिँ अब यहाँ एकछिन रेस्ट गरेर चाहिँ जाने, रेस्ट होइन त्यो वासरुमहरू जानुभएको छ। अन्त मेरो स्वर चाहिँ राम्ररी सुन्नु भएको छैन होला तपाईँले है, किनभने अहिले चाहिँ म अलिकति अलिअलि चाहिँ ठिक हुँदैछ र पनि घाँटीहरू चाहिँ पुरा दुखिरहेको छ। अन्त त्यही भएर जुटले चाहिँ बोल्नै सक्दिनँ म है। अन्त अहिले भेटौँ ल। साथीहरू हामी चाहिँ दुईजनै बुढाबुढी कतै हिँड्नु छ भने चाहिँ हाम्रो रुमको हालत चाहिँ यस्तो भएको हुन्छ है। यस्तो रुमको हालत भएको छ। अब यो कहिले मिलाइसक्नु पर्ने हो। साथीहरू हामी चाहिँ बिहाबाट घर पनि आइसक्यो। अन्त एउटा चाहिँ आप्पा चाहिँ माथि मरौमा सघाउनु जानुभएको छ। एकछिन रेस्ट गरेर उठेको, चिसोमा हिँडेर पुरा घाँटीहरू दुखेर झन् टाउकोहरू दुखेर भर्खर भिडियो चाहिँ एन्डिङ गर्छु। बाटोमा पनि म भिडियो बनाउँछु सोचेको थिएँ है, तर बाटोमा बनाउन सकेन। एकदम फगी पनि लागिरहेको, आउँदा त झन् बेसी फगी लागेको थियो, त्यो भएर भिडियो पनि बनाएन। अन्त कहीँ नबसिकन चाहिँ है हामी एक जग्गा चाहिँ बसेको छ, त्यसको भिडियो गरेँ आउने छ है। अनि हामीले चाहिँ
आउँदाखेरि बाटोबाट के ल्यायो भनेर देखाउने छु हेर्नुहोस् ल यहाँ छ देखाउने छु तपाईँहरूलाई हामी चाहिँ के ल्याएको छु इस्कुसको मुन्टा वाउ रायो साग हो यो लिएको छु अनि आमाहरूलाई भेटेर भिडियो बनाउँछु सोचेको थिएँ तर बिहामा चाहिँ मैले भिडियो बनाउनु पाइनँ किनभने मान्छेहरू पुरा हुनुहुन्थ्यो अलिकति मान्छेहरूको छेउमा चाहिँ अक्वर्ड फिल लाग्छ नि त है भएर मैले भिडियो बनाउनु सकिनँ अन्त आमाले चाहिँ सम्झिनुको लागि के ल्याइदिनु भएको छ भनेर यहाँ हेर्नुहोस् ल आमाले चाहिँ सम्झिनुको लागि चाहिँ यो ल्याइदिनु भएको छ सम्झिनुको लागि चाहिँ यो चाहिँ एकदम फेभरेट हो कतिवटा चाहिँ अलिक बिग्रेको छ यो चाहिँ मिठा पानको पत्ता हो है अनि गुवा पनि छ र मेरो भिडियो चाहिँ यति नै थियो के कसो भएको छ है तपाईँहरूलाई मन पर्नु सक्छ मन परेर चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला बाई थ्याङ्क यू फर वाचिङ नेक्स्ट भिडियो